हेलो गाइज सेवारो नमस्ते। तपाईँहरू सबजना सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु। अनि म चाहिँ हल्का बिरामी छु। मलाई बिहानदेखि चाहिँ पुरा मर्की लागेर मेरो आवाजै चेन्ज अनि पुरा नाक बन्द भइरहेको छ, आँखा पनि यस्तो भइरहेको छ अनि आँखा पनि चिलाएर पनि कस्तो फुलिरहेको छ, सुनिरहेको छ। 3-4 दिन भयो धेरै चिलाइरहेको छ। अनि आज चाहिँ फेरि केही स्पेसल छ, त्यही भएर चाहिँ मैले सानो भ्लग बनाउनु गइरहेको छु। अनि यहाँ चाहिँ छौँ हामी दुईजना आमा छोरी। अब त्यो स्पेसल के हो भनेर चाहिँ म तपाईँहरूलाई भरे फेरि भ्लगमा देखाउनेछु। चाहिँ हाम्रो ग्याङको मेम्बरहरू सबै आइसकेर चाहिँ हामी पुरा खानेकुरा चटपटे करेन्ट रेडी गर्दैछौँ। हामीले स्वस्तिका बहिनीलाई सरप्राइज दिनको लागि ल्याएको केक हो। अब हामी उसलाई सरप्राइज दिन्छौँ, उसलाई चाहिँ दोकान पठाएको छौँ हामीले। अब चाहिँ हामीले सरप्राइज दिन लागेको साथीहरू। ल ल ल ल ल राख्नु जतिकै ल चाहिँ बुनुलाई सरप्राइज दिइसक्यौँ। आयो चक्लेट लिनु पठाएको हामीले चाहिँ बुनुलाई। वेलकम। हिरो पनि आइसकेको छ। अब के खाना ठिक्क टाइमिङ मिलेको छ। ल बस ल अब सक्यो, खाएको सक्यो, यति नै हो। के यति नै होइन हौ। 6 तारिकको आइसक्यो नि। ल एन्जोय आऊ न। त्यो सम्यङले खाएको है। अनि यो पपकर्न अनि यहाँ पापड अनि यहाँ दिदीको चटपटे, यहाँ दिदीको करेन्ट अनि यहाँ बजाइ चाहिँ खाँदै हुनुहुन्छ। बजाइ चाहिँ खाइदेऊ, अन्त ठुलो खाइदेऊ। अनि यहाँ चाहिँ सानो मान्छे सुतिराख्नु भएको छ। गाइस आज चाहिँ म धेरै खुसी छु किनकि आज दुईजना दिदीले मलाई सरप्राइज गर्नुभएको छ, जुन चाहिँ अनएक्सपेक्टेड थियो। अनि उहाँलाई धेरै धेरै धन्यवाद। म चाहिँ आज धेरै खुसी छु। हामी चाहिँ साथीहरू हिजो सबैजना भेला भयौँ। अनि त्यसपछि खानेकुराहरू बनाएर खायौँ, रमाइलो गऱ्यौँ, गफसफ गऱ्यौँ। अनि हामीले स्पेसल गिफ्ट चाहिँ स्वस्तिका बुन्नु चाहिँ जापान जान लागिरहेको छ। अनि उसकै लागि भनेर हामीले चाहिँ यो सरप्राइज गिफ्ट केकहरू ल्याएर काटिदिएको थियौँ। रमाइलो भयो। अब यो भ्लगलाई चाहिँ म यहीँ इन्ड गर्न चाहन्छु। धन्यवाद।